विचारधारा सबैको आफ्नो सबैको विचारलाई सम्मान, यो चाहिँ आफ्नो मेरो विचार र दृष्टिकोण। इफ यु लाइक इट इट्स फाइन, इभन इफ यु डोन्ट लाइक इट आई स्टिल रेस्पेक्ट यु, है त। यहाँबाट म सुरु गर्छु। एकतर्फले के भनिरहेछन् भने के गरे यस्तो प्रधानमन्त्री जस्तो सम्मानित व्यक्तित्वले यस्तो चाहिँ गर्ने हो, मध्यरातमा आएर चाहिँ यस्तो लेख्ने हो अथवा चाहिँ यस्तो जोक जस्तो चाहिँ गर्ने हो भन्ने कुरा लेखिरहेछ हैन। सो मैले हेरेँ, मैले पढेँ, मलाई त पहिलो कुरो त के लाग्यो भने त्यो जोक भन्दा पनि त्यो सटायर थियो क्या हैन। जे चिज गर्नु हुने थियो त्यसलाई सटायरलाई एउटा ह्युमरको रूपमा राख्या हो। हाम्रो देशमा प्रब्लम के छ भनेर भन्दाखेरि कुनै पनि सार्वजनिक पदमा बसेका मान्छे भनेको चाहिँ एकदमै स्टिफ हुनुपर्ने, डेड। उसले एकदम सिरियस भएर कुरा गर्यो भने महान भयो हैन। तर उसले अलिकति लाइट कुरा, अलिकति रमाइलो कुरा, अलिकति केही गर्न लाग्यो कि त ल चरित्र खतमदेखि लिएर अनेक थरीका चाहिँ आरोपहरू हामी लाउँछौँ के भाइ। ए बाबा सोचौँ न, हाम्रो प्रधानमन्त्री अथवा मन्त्रीहरू अथवा कोही पनि नेपालका नेताहरूदेखि लिएर कोही पनि पहिला सबभन्दा पहिला उनीहरू मान्छे होइनन्। उनीहरूमा मानव संवेदना हुन्छ। मानव संवेदनामा सबै चिज हुन्छ, हाँसो, रोदन, ख्याल, ठट्टा, दुःख, सुख सबै चिज हुन्छ नि होइन। अनि कहिले काहीँ जोकै गर्नु नपाउने। तपाईँ इन्टरनेसनल प्र्याक्टिस हेर्नु भएको छ? एक्चुअली च्याट जिपिटीमा गएर हेर्नुहोस् त। विन्स्टन चर्चिलदेखि लिएर बाराक ओबामादेखि लिएर चाहिँ अमेरिकाका त्यत्रा धेरै प्रेसिडेन्टहरूदेखि लिएर इभन पुटिनदेखि लिएर चाहिँ जेलेन्स्कीदेखि लिएर चाहिँ सबै, मोदीदेखि लिएर सबै, यिनीहरूले बेला बेलामा यस्ता जोकहरू गरिरहन्छन्, भनिरहन्छन्, लेखिरहन्छन्। गएर हेर्नुहोस् न इन्टरनेसनल प्र्याक्टिस। किन तपाईँलाई एकदम टाइट त्यो के भन्छ कन्स्टिपेटेड थट भएको मान्छे मात्र मनपर्ने भने मलाई त अचम्म लाग्छ होइन। यसरी गएर यो सबै चिज प्र्याक्टिसलाई पनि हेरौँ होइन। मलाई याद छ क्लिन्टन अमेरिकन प्रेसिडेन्ट हुँदाखेरि उनी बेला बेलामा चाहिँ बारमा गएर चाहिँ सेक्सोफोन बजाउँथे क्या। नेपालमा पनि भोलि त्यही हाम्रो प्रधानमन्त्रीले गएर चाहिँ ऱ्याप गायो भने के भने यो त खानै नलाग्ने मान्छे यो ऱ्याप गाएर हिँड्छ भन्ने त्यो होइन नि। उनीहरूसँग भएको कलालाई कलाको रूपमा पनि हेरिदिउँ। यति धेरै ठुलो इस्यु बनाउनै पर्दैन के। सोच अलिकति फराकिलो बनाउनुहोस् होइन, अलिकति परिष्कृत बनाउनुहोस् के। है तिरिका हामी नेपाली भने त के हो के खोइ बुझ्नै नसकिने भयौँ भने किन यति धेरै सिरियस? Can't you joke sometime? Life is, mix of everything भनेर थाहा छ नि होइन हामीलाई। सो त्यसैले यस्ता चिजको पछि नलागौँ। ओहो फेसबुकमा एक थरी मान्छेहरू महान भएर प्रधानमन्त्रीले यस्तो भने उस्तो भने, देशमा यस्तो समस्या छ उस्तो समस्या। ए बाबा समस्या छ, समस्या छैन कहाँ, कुन देशमा समस्या छैन भनेर के गर्ने? सबैजना रोएरै मात्र बसिरहने। देयर सुड बी ए मोमेन्ट, एउटा लाइफमा आफूले गर्नुपर्ने काम यो सबै चिजहरू गरिरहेछ त्यो बेलामा बीचमा एउटा खालको ब्रेक पनि लिन नपाउने। है त्यसले कति डिप्रेसिभ के तपाईँहरू। जानुहोस् चेक गराउनुहोस् यार एकचोटि मानसिक स्वास्थ्य कतै समस्या छ कि होइन भने टेक इट इजी म्यान, टेक इट इजी, लाइटली लिनुहोस्। देयर इज नथिङ रङ विथ लाइक क्र्याकिङ सच जोक्स और इभन द सटायर लाइक द्याट। बुझ्नुहोस् न, यदि तपाईँलाई सिरियसली बुझ्नु छ भने जसरी बुझे पनि हुन्छ। त्यसैले हेर्नुहोस् कुरो र कुलोलाई जता बङ्ग्याए पनि हुन्छ, कता बङ्ग्याउनुहुन्छ त्यसैले तपाईँको व्यक्तित्व बाङ्गो छ कि सिधा छ त्यहीबाट थाहा हुन्छ क्या। मान्छे अहिले त्यति क्यालकुलेटिभ भइसकेका छन्। डोन्ट ट्राई टु मान्छेलाई फुल बनाउने कोसिस नगर्नुहोस्। दे आर नट फुल एनी मोर। हस्, नमस्कार।